नमस्कार गैर आवासीय दिदीबहिनी तथा दाजुभाइहरू। आज हामी सबैले गैर आवासीय नेपाली दिवस मनाइरहेका छौँ। यो दिन केवल सम्झनाको मात्र नभई नेपालसँगको आत्मिक नाताको पुनः जागरण हो। तपाईँ जासुकै भए पनि, चाहे खाडीको मरुभूमिमा पसिना बगाउँदै, चाहे अमेरिका वा अस्ट्रेलियाको टेक्नोलोजी क्षेत्रमा चम्किँदै, वा युरोपियन सहरहरूमा नेपालको पहिचान बोकेर हिँड्दै, तपाईको योगदानले नेपालको माटो झन समृद्ध बनेको छ। नेपालको महिमा झन उच्च भएको छ। हामीले गर्व गर्न मिल्ने योग्य पात्रहरू पाएका छौँ। जस्तो जे भए पनि तपाईँ आफ्नो परिवारको साथसाथै राष्ट्रको नै अर्थतन्त्रको गहिरो खम्बा बन्नुभएको छ। ज्ञान, सिप र तालिमलाई थप निखार ल्याउँदै हुनुहुन्छ। आफ्नो र भावी पुस्ताको सुन्दर भविष्यलाई सुनिश्चित गराउँदै हुनुहुन्छ। आफ्नो रहनसहन भन्दा बिल्कुल फरक परिवेशमा भए पनि जस्तो सुकै चुनौतीहरूलाई डटेर सामना गर्दै आफ्नो उच्च क्षमताको प्रस्तुत गरिरहनु भएको छ। तपाईँको यो यात्रा चलिरहोस् र चलिरहनेछ भन्ने हामी ईश्वरसँग प्रार्थना गर्दछौँ। हामी शान्त सुशासित नेपाल देश बनाउने अभियानको जानकारी दिँदै यहाँहरू समक्ष धेरै होइन, मात्र 3वटा कुरा दिलाउने प्रयत्नशील रहनेछौँ। 1. नेपालमा हुने संसदीय चुनावमा राजदूतावास मार्फत तपाईँको पनि सहभागिता गराउने प्रक्रियामा जोड दिई सो बमोजिम कार्य गराउनेछौँ। 2. विदेशी भूमिमा नेपालको पासपोर्ट बोकेर हिँड्दै गर्दा, चाहे एयरपोर्ट होस् वा अन्तर्राष्ट्रिय सभा सम्मेलन, नेपाली पासपोर्टको महत्त्व र महिमालाई उच्च राख्नेछौँ। 3. तपाईँ जुनसुकै बेला नेपाल फर्कदै गर्दा गौरवको अनुभूति र सुशासनको प्रत्याभूति दिलाउनेछौँ। हाम्रो यस महान अभियानलाई साकार पार्न तपाईँको आर्थिक साथसाथै बौद्धिक सहयोगको अपिल गर्दछौँ। हामी सबै मिलेर यस्तो देश बनाऊ जहाँ विदेश जानु बाध्यता होइन, विदेशबाट फर्किनु गौरवको विषय बनोस्। शान्त सुशासित नेपालको दृष्टिकोण यही हो। विश्वभर छरिएर रहेका नेपालीहरूको एकताको ऊर्जा र देशभित्रको इमान्दार परिश्रम मिलाएर एउटा सुन्दर नेपालको ढाँचा बनाउनु हो। आजको दिनमा यहाँहरू सबैलाई नमन छ। तपाईँ जहाँ हुनुहुन्छ, नेपाल तपाईँको मनमा रहोस्। हामी सबै मिलेर यस्तो एउटा युग ल्याउँ जहाँ शासन शान्त होस्, सपना सुशासित हुन् र नेपाल साँच्चीकै गौरवमय बनोस्। जय शान्त सुशासित नेपाल। अर्को भिडियोमा शान्त सुशासित नेपालको इन्डिभिजुअल टु गभर्मेन्ट रोड म्याप लिएर आउनेछौँ। तपाईँहरू हाम्रो परिवारमा जोडिँदै जानुहोला। तपाईँको दिन शुभ रहोस्। धेरै धेरै धन्यवाद।